हो कि न त राष्ट्रिय राजनीति शक्ति चाहिँ बाँसुरीलाई भोट दिनु भन्ने छ हाम्रो गाउँमा चाहिँ, तर हाम्रो दाजुले विश्वास गरेन, पत्याएन। हाम्रो दाजुहरू यता मामाहरू यहाँ हो, बाँसुरीले पार लाउन सक्दैन, माटोले पनि पार लाउन सक्दैन। अन्तिम विकल्प एउटा देशलाई नै एउटा राष्ट्रिय स्तरमा समेट्न सक्ने भनेको कांग्रेस एमाले भन्दा अरू विकल्प हुन सक्दैन। अहिलेको वैकल्पिक शक्ति नयाँ पार्टीहरूको काम छैन भन्ने त्यो चोरहरूको कहाँ जाने भन्ने बाटो नै चोरहरू राम्रो नजिक छैन। नभन्नु न। कांग्रेस लोकतन्त्रको लागि राष्ट्रियको लागि भिडेकै मान्छे हो। नेकपा एमाले भिडेकै मान्छे हो। चोरहरू त नभनी होइन दाजु, अब त्यही हो, जित्न सक्छ कुनै ठाउँमा होइन, उनीहरूको नि विचारहरू हुन्छ। कांग्रेस कहिले कहिले हल्लिन्छ नि, यो राष्ट्रिय अडानदेखि हल्लिन्छ, तर तर एमाले हल्लिन सक्दैन। यो चाहिँ याद राख्नु नि भाइ हो। विचार गर। हिजो हामीले कोशी किराँत प्रदेश तामसिङलिङ प्रदेश के प्रदेश भनिरहन्थ्यो नि त, केपी ओलीले त्यो अडान नराख्नु भने त्यो हुन्थ्यो र विभाजन हुन्थ्यो, देश टुक्रिन्थ्यो। टुक्रिने त होइन, अब विवाद मचिन्थ्यो, हो कि होइन त। त्यो चाहिँ हो। राष्ट्रिय एकताको लागि नेकपा एमाले खम्बीर छ नि भाइ हो। राष्ट्रिय